क्रिस्टियानो रोनाल्डोबाट हामीले सिक्नुपर्ने कुराहरू। क्रिस्टियानो रोनाल्डो चाहिँ विश्वकै सक्सेसफुल फुटबलर मध्ये एक हुन् होइन, जसको सक्सेस चाहिँ त्यसै रातारात आएको होइन, जसको सक्सेसको पछाडि चाहिँ अनुशासन, सङ्घर्ष र मेहनत रहेको छ। पोर्चुगलमा जन्मिनुभएका क्रिस्टियानो रोनाल्डो र उनको परिवारको आर्थिक अवस्था एकदमै कमजोर थियो, तर क्रिस्टियानो रोनाल्डोले बच्चैदेखि भने फुटबलमा भने एकदमै धेरै रुचि राख्थे। रोनाल्डो चाहिँ आफ्नै गाउँठाउँको सानो लिग होइन, सानो क्लबहरूबाट होइन, लोकल क्लबहरूबाट खेल्दै गर्दथे होइन। त्यो समयमा चाहिँ पोर्चुगलको एकदमै चर्चित क्लब स्पोर्टिङ क्लबको चाहिँ उहाँमा ध्यान आकर्षण भयो र स्पोर्टिङ क्लबले चाहिँ आफ्नो एकाडेमीमा रोनाल्डोलाई छनौट गर्यो र रोनाल्डोलाई स्पोर्टिङ क्लबले आफ्नो एकाडेमीमा छनौट गरेसँगै रोनाल्डो चाहिँ आफ्नो परिवारसँग टाढा बस्नु पर्यो। किशोर अवस्थामै उहाँको चाहिँ होइन मुटुमा समस्या देखिएको थियो होइन, हार्ट कन्डिसनको कारण उहाँको चाहिँ किशोर अवस्थामै अपरेसन गर्नु परेको थियो र शल्यक्रिया गरे तापनि उहाँले हार भने कहिले पनि मान्नु भएन। उनको सफलता पछाडिको मुख्य कारण भनेको कडा अभ्यास, सङ्घर्ष र मेहनतशीलको साथसाथै उहाँ चाहिँ एकदमै डिसिप्लिन पनि हुनुहुन्थ्यो। रोनाल्डोलाई विश्वले त्यो बेला चिन्यो जब म्यान्चेस्टर युनाइटेडका हेड कोच लेजेन्ड कोच सर एलेक्सको ध्यान चाहिँ स्पोर्टिङ क्लबमा खेलिरहेका रोनाल्डोमा पर्यो र रोनाल्डोलाई चाहिँ उहाँले म्यान्चेस्टर युनाइटेडमा ल्याउनु भयो। क्रिस्टियानो रोनाल्डोले उनलाई बच्चैदेखि लागेको बानी होइन, सङ्घर्ष गर्ने बानी, डिसिप्लिनमा बस्ने होइन, सङ्घर्षशील हुने बानी, निरन्तर सुधार हुने बानी चाहिँ उनले कहिले पनि छोडेनन्, जसकारण चाहिँ उनी चर्चित क्लब लाइक म्यान्चेस्टर युनाइटेड, युभेन्टस, रियल मैड्रिड र आल नासरमा अहिले सक्सेस भएका छन्। क्रिस्टियानो रोनाल्डोको एउटा भनाइ पनि छ, ट्यालेन्ट विथआउट हार्ड वर्क इज नथिङ। क्रिस्टियानो रोनाल्डोको जीवनशैली चाहिँ सबैलाई के सन्देश दिन्छ भन्दा होइन, सबैजनालाई कठिनाइ आए पनि हार मान्नु हुँदैन, ठुलो सपना देख्नुपर्छ। सफलता प्राप्त गर्नको लागि अनुशासन र मेहनत एकदमै आवश्यक छ र प्रतिभा भन्दा पनि लगन र अभ्यासले मानिसलाई महान बनाउँछ।